अन्त्यमा बुझ्नुपर्ने आफैले रहेछ अनि बुझाउनु पर्ने पनि आफैलाई रहेछ। टिकाउन मन छ भने जतन गर्न सिक, सामान होस् या सम्बन्ध। निकै गाह्रो छ है यो दुनियाँमा आफूले गरे जस्तै माया अरूबाट पाउन। दुनियाँमा एउटा पनि समस्या नभएको मान्छे खोज्दै थिए, एउटा भेटियो, त्यो पनि चितामा जल्दै थियो। बस धैर्यताको कुरा हो, नत्र ढुङ्गा पनि भगवान बन्छ समय आएपछि। प्रेम छुटेको दुःख सुनाउँदैछ साथी, म भविष्य छुट्दा पनि मुस्कुराउँदैछु। केही जवाफहरू समयमै दिनु उचित हुन्छ, किनकि समय बितिसकेपछि त्यो प्रश्नले पनि आफ्नो अस्तित्व गुमाउँछ। तिमी पछि फेरि कसैलाई माया गर्न नै जानिन, सायद तिमीसँगै सकिएछ मेरा सबै भावनाहरू। तिमीलाई जान दिने आँट त थिएन मसँग, तर रोक्ने अधिकार पनि त थिएन। कोही रोयो त्यही माया पाउनको लागि, कोही दिक्क भयो त्यही माया धेरै पाएर। जहाँसम्म सम्भव थियो त्यहाँसम्म पछि लागे, अब तिमी सधैँ खुसी रहनु। भाग्यमा हुने मान्छेको नाम निधारमा लेखिन्छ, नहुनेको नाम मुटुमा लेखिन्छ। म बिना नै तिम्रो जीवन भव्य बन्छ भने प्रार्थना गर्छु मेरो छायाले पनि तिमीलाई कहिल्यै नपछ्याओस्। प्रतीक्षाको यात्रा अगाडि बढाउँ कि यहीँ अन्त्य गरौँ? तिम्रो व्यवहारले निकै दोधारमा पारेको छ। यहाँ लासले हो फुल पाउने, जिउँदो रौन्जेल काँडाले बाण हान्दा पनि मुस्कुराउने हिम्मत राख्नुपर्छ। यो कलियुग हो, यहाँ मान्छेहरू एउटाको अँगालोमा बाँधिएर अर्कोको यादमा रुने रहेछ। समय मिल्यो भने एकचोटि सोच्नु है तिमी, यो लापरवाह केटाले मेरो किन यति धेरै परवाह गर्यो भनेर। हावाको तौल हुँदैन भन्छ, फेरि किन यति भारी लाग्छ एक मुठी सास। सकेसम्म मुटु फेरेर आउनु तिमी, धोका र प्रेम मिलेर बसेको उदाहरण छैन यहाँ। समय बिताउने मान्छे पाएन भने फेरि आउनु बोल्न, मैले मनैदेखि माया गरेको मान्छे हो तिमी, कसरी नाइ भन्न सक्छु र। खोज्दैछु आफूभित्र पुरानो आफैलाई, जहाँ म एक्लै पनि थिएँ, धेरै खुसी पनि थिएँ। निकै मुस्किल हुन्छ यी रातहरू कटाउन आजभोलि, जहाँ निन्द्रा आँखामा हुन्छ अनि मनमा अनेकौं पीडाहरू। उज्यालो खोज्दै आएको पुतलीहरू खरानी भएको देख्छु, लाग्छ जिन्दगी पनि यस्तै त हो, सुख र खुसी खोज्दा खोज्दै खरानी हुनुपर्छ। के बेचेर किनौँ म यो जिन्दगीलाई, सबै कुरा त ऋणमा राखिएको छ जिम्मेवारीको बजारमा। बोलाउन खोज्छु तिमीलाई, फेरि जस्कन्छु, ओहो तिमी त अर्कैको मान्छे। अरूलाई रुनुहुन्न भनेर सम्झाइरहन्छु, हुन त म पनि यहाँसम्म रुँदै आएको हुँ। कसैले पाए खुट्टामा राखे, कसैले पाएनन् शिरमा सजाए। जिन्दगीमा यसरी हराउने मन छ कि चिन्नेले नखोजोस्, खोज्नेले नभेटोस् अनि भेट्नेले नचिनोस्। हराउनुको अर्थ बदलिनु होइन, नखोजिनु पनि त हुन सक्छ। पैतालामा काँडाले बिजाउनु नै जिन्दगी हो, छातीमा फूल चढाएको दिन त जिन्दगी नै सकिन्छ। विश्वास दिलाउन गाह्रो दुनियाँलाई होइन, आफ्नाहरूलाई हुन्छ। न त उनीहरू तपाईको कामलाई विश्वास गर्छन्, न त उनीहरू तपाईको सफलतालाई, न त भविष्यलाई नै। आफ्नो आफ्नै बुझाइमा भर पर्छ। तिमी भर्याङको माथि छौ, ओह्रालो देख्छौ, म तल छु, उकालो देख्छु। धैर्य राख्नुहोस्, कहिलेकाहीँ जीवनमा सबैभन्दा राम्रो कुरा हासिल गर्नको लागि सबैभन्दा नराम्रो समयसँग गुज्रनु पर्ने हुन्छ।